शिक्षक आन्दोलनका क्रममा हिजो भएको घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु। यस्तो घटना नहुनु पर्ने हो। सुरक्षाकर्मी प्रहरीहरू पनि राष्ट्रसेवक हुन् र शिक्षकहरू पनि राष्ट्रसेवक हुन्। राष्ट्रसेवकहरूमाथि यो खालको आन्दोलनका नाममा गरिने व्यवहार होस् वा जुनसुकै रूपमा दुःखद हो, यस्तो गर्नु उचित होइन। म शिक्षकहरूलाई संयमित भएर आफ्ना घोषित आन्दोलनका कार्यक्रम अनुसार नै सरकारको, संसदको, समाजको र सिङ्गो देशको जुन ध्यानाकर्षण गराइरहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहन्छु र सुरक्षाकर्मीहरूलाई पनि संयमित हुन ध्यानाकर्षण गर्न चाहन्छु। अहिले हामी शिक्षा विधेयकलाई टुङ्ग्याउने, यो संसदको यो बैठकबाट टुङ्ग्याउने, यो अधिवेशनबाट टुङ्ग्याउने प्रक्रियामा छौँ। सिङ्गो संसद त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिङ्गो देशले गर्ने गरी यो संसदमा शिक्षा मन्त्रीज्यूले पनि त्यस ढङ्गले विषयवस्तु राख्नुपर्छ। उहाँले यो संसद र यो संसद मार्फत सिङ्गो देशलाई जानकारी गराउनुपर्छ। मैले छलफलको प्याटर्नलाई बुझ्दा शिक्षा उपसमिति जुन गठन भएको छ माननीय छविलाल विश्वकर्माको नेतृत्वमा 10 सदस्य, त्यहाँ सबै पक्षको सर्वसम्मतिमा एकसरो हिसाबले सबै दफामा संशोधन प्रस्तावहरू सहित छलफल भइरहेको छ र अब केही विवाद भएका, छलफल जारी रहेका विषयहरूलाई टुङ्ग्याउने क्रममा सबै परिक्षेत्र दफाहरूमा काम भइराखेको छ। शिक्षा विधेयक हिजो आन्दोलनका क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकालभरि कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले आएर चाहिँ शिक्षा विधेयक दिएर मात्रै जाने ढङ्गले जुन कुरा गरिरहनु भएको छ, समितिमा उपसमितिमा भइरहेको कामलाई सरकारले, यो शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनुपर्छ र अहिले ऐतिहासिक म सन्दर्भ सरलाई क्षेत्र नम्बर 4 को बसबरिया गाउँपालिका 3 मा एउटा गिटी क्रसर छ। जम्मा विद्यालयको 50 मिटरको दूरी पर प्राथमिक विद्यालय बसबरिया 3 वडा नम्बर 3 मा। त्यसमा सैकड़ों बालबालिका पढ्छ। 1 देखि 5 सम्मको विद्यालय हो र गाउँ पनि त्यही छन्। तर त्यो सत्ताको आरमा, गृह मन्त्रालयको आरमा त्यहाँ गुण्डागर्दी भइरहेछ। जो बोल्छ त्यसलाई झुटा मुद्दा लगाउने काम भइरहेछ, कुटपिट काम भइरहेछ। उल्टै त्यहाँ प्रदेशमा बसेको डिआइजी प्रमोसन पाउने बित्तिकै उसको घरमा, गाउँको घरमा आशीर्वाद थाप्ने जान्छ। र साथसाथै भर्खर 2-3 दिन पहिला काङ्ग्रेसका महामन्त्रीले भन्नुभएको थियो कि प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया छ। त्यो थाहा छ कि छैन? जसरी एउटा उखान छ कि आफ्नो आङको भैँसी नदेख्ने, अर्को आङको जुम्रा देख्ने। उहाँको बेडरुममा सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेका, कैद र जरिवाना दुईटी पाइसकेको उहाँको बेडरुममा छ। अहिलेसम्म नेपाली काङ्ग्रेस उसलाई हटाउन सकेका छैन, किनकि नेपाली काङ्ग्रेसलाई नियम र कानुन संविधानको पालना गर्न आउँदैन। र एउटा म के सभामुखजीलाई राख्न चाहन्छु, हिजै हामी प्रधानमन्त्रीलाई यो सर्लाहीको घटना लिएर 3 जना सर्लाहीका प्रतिनिधि सभाका सांसद, निर्वाचित सांसद, समानुपातिको निर्वाचित सांसद हामी प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र दिएका छौँ। यदि त्यो समस्या समाधान भएन, तस्करी र गुण्डागर्दी सँगै गृह मन्त्रालयको संरक्षणमा चलिराख्यो भने यही संसदमा भुटानी शरणार्थीमा जुन लेभलको प्रोटेस्ट गरेका थियो त्योभन्दा ठुलो प्रोटेस्ट गर्छु 1 हप्ताको भित्र यदि यो समस्या समाधान भएन भने। किनकि जनतालाई, निमुखा जनतालाई, जनतालाई सत्ताको आरमा मुद्दा लगाउने, पुलिस प्रशासनको प्रयोग गर्ने गृह मन्त्रालय नेपाल सरकारको गृह मन्त्रालय, काङ्ग्रेसको गृह मन्त्रालय होइन। या त नाम चेन्ज गरौँ, गृह मन्त्रालय ब्राकेटमा काङ्ग्रेस पार्टीको कार्यकर्ता गुण्डागर्दीमा छुट हुन्छ, मुद्दामा छुट हुन्छ, बलात्कार हत्यामा छुट हुन्छ।